हेलो गाइज, वेलकम टु माई न्यू च्यानल। आजको भिडियोमा चाहिँ हामीले ब्रेनको बारेमा पढ्न जाँदैछौँ। र यो चाहिँ आजको हामीले भिडियोमा ब्रेनको बारेमा पढ्न जाँदैछौँ 3D मोडलको माध्यमबाट। यो 3 मोडल हामीले सजिलै गुगलमा प्राप्त गर्न सक्छौँ। हामीले गुगलमा गएर 3D मोडल अफ ब्रेन भनेर सर्च गर्दाखेरि त्यहाँ विभिन्न वेबसाइटहरू आउँछन्। अब त्यो वेबसाइटको माध्यमबाट हामीले ब्रेनको मोडल थाहा पाउन सक्छौँ है त। जस्तो मैले यो ब्रेनको मोडल यो माथि दिएको जुन छ नि यो वेबसाइट यो वेबसाइटबाट थाहा पाएँ है त। ल अब हामीले आज ब्रेनको विभिन्न पार्टहरूको बारेमा जान्नेछौँ है। ल सबैभन्दा पहिला त हामी चाहिँ रहेको छ यो ब्रेन भनेको चाहिँ के होला त। ब्रेन इज द हाउस इनसाइड द स्कल है त। अनि द एभरेज वेट अफ द ब्रेन अफ एन एडल्ट इज 1.5 केजी। जुन ब्रेनको वेट हुन्छ त्यो चाहिँ 1.5 केजीको हुन्छ है त। अनि यो जुन ब्रेन हुन्छ यो चाहिँ सफ्ट टिस्युहरूले मिलेर बनेको हुन्छ। यो चाहिँ अब सफ्ट टिस्युहरूले मिलेर बनेको भनेपछि त कमजोर होला। अब यसलाई चाहिँ यो चाहिँ कसरी प्रोटेक्ट हुन्छ भन्दाखेरि जुन मेम्ब्रेनहरू हुन्छ तिनीहरूको थिन लेयरहरूले प्रोटेक्ट गरेर राखेको हुन्छ है त यो ब्रेनलाई। अब यो ब्रेनको चाहिँ डिफ्रेन्ट पार्ट्सहरू हुन्छन्। जस्तै मेन पार्ट्सहरूको बारेमा कुरा गरौँ भने अब हुन्छ जस्तै सेरिब्रम, मैले यहाँ देखाएर पनि भन्छु यो हो सेरिब्रम। अब पछाडि हुन्छ हाम्रो सेरिबेलम, त्यसपछि अर्को हुन्छ हाम्रो मिड ब्रेन, पोन्स प्यारोली अनि मेडुला अब्लाङ्गाटा। यो चाहिँ हाम्रो ब्रेनको चाहिँ मेन पार्ट्सहरू भयो। के भयो? सेरिब्रम, पछाडि हुन्छ हाम्रो सेरिबेलम, त्यसपछि अर्को हुन्छ हाम्रो मिड ब्रेन, पोन्स प्यारोली चाहिँ यसलाई भन्छन् हो यसलाई, अनि यसलाई भन्छन् हामीले मेडुला अब्लाङ्गाटा। एकचोटि फेरि मैले तपाईँहरूलाई बताउँछु के अरे, हजुरहरूले पनि भन्नुहोस् है। यो सेरिब्रम, पछाडि आउँछौँ हामी यो भयो सेरिबेलम, त्यसपछि हामी यहाँ आयौँ यो भयो मिड ब्रेन, त्यसपछि यो भयो पोन्स प्यारोली, अनि त्यसपछि यो भयो मेडुला अब्लाङ्गाटा। ठिक छ। ल अब चाहिँ हामीले यो सेरिब्रम भनेको चाहिँ के हो यसको बारेमा पढौँ है त। ल सेरिब्रम भनेको चाहिँ के हो? ओके, Cerebrum is the largest part of the brain which is located at the top of the head. Cerebrum भनेको चाहिँ जुन दिमागको लार्जेस्ट पार्ट भन्दा ठुलो भाग हो। यो चाहिँ जुन हाम्रो टाउको हुन्छ हेड हुन्छ त्यसको चाहिँ माथिपट्टिको भाग हो है त। यो जुन देख्नुभयो यो चित्रमा यसलाई भन्छन् हामीले सेरिब्रम। यो चाहिँ दुईटा हाल्फ्समा डिभाइडेड हुन्छ, एउटा राइट हाल्फ्स एउटा लेफ्ट हाल्फ्स। ठिक छ। अब राइट हाल्फ्स र लेफ्ट हाल्फ्स त भयो। अब हेर्नुहोस् है त, यसलाई भन्छौँ हामीले राइट हाल्फ्स, यसलाई भन्छौँ हामीले राइट हाल्फ्स, अनि यसलाई भन्छौँ हामीले लेफ्ट हाल्फ्स। यो मैले यल लेखिदिएको छु, यल लेखेकोलाई भन्छौँ हामीले रेड हाल्फ्स, अनि यो आर लेखेकोलाई भन्छौँ हामीले राइट हाल्फ्स। ठिक छ। अब यसपछि हामी आउँछौँ यसको फङ्सन्सहरू। यसको फङ्सनहरू पनि विभिन्न प्रकारका हुन्छन्। यसले चाहिँ हामीलाई सोच्नमा, केही कुरा रिमेम्बर गर्नमा, थिङ्क गर्नमा, अनि त्यसपछि लोजिकहरू युज गर्नमा गर्छन् यसको युज चाहिँ। अनि त्यसपछि यसले चाहिँ हाम्रो यो जुन सिचुएसनहरू हुन्छ, इभेन्ट्सहरू हुन्छ त्यसमा चाहिँ राइट डिसिजनहरू लिनमा हेल्प गर्छ। राइट डिसिजनहरू लिनमा केले हेल्प गर्छ? सेरिब्रमले हेल्प गर्छ है त। ल अब यस्तै गरी यसले चाहिँ हाम्रो जुन सेन्स अर्गन्सहरू हुन्छ, सेन्स अर्गन्सहरूको फङ्सनहरू पनि यसले चाहिँ म्यानेज गर्छ है। केले म्यानेज गर्छ? सेरिब्रमले म्यानेज गर्छ। हो यो वाला भागले, जुन यति ठुलो हो यो वाला भागले है त। ल अनि त्यसपछि यसले चाहिँ
मैले भनि पनि सके भर्खरै यसले चाहिँ सेन्स अर्गन्सहरूको फङ्सनहरू म्यानेज गर्छ, जस्तै साउन्ड, स्मेल, टेस्ट, साइट एन्ड टच। ओभरअल अब ओभरअल भन्दा चाहिँ यसले चाहिँ हाम्रो बडीमा भएको सबै अर्गनको फङ्सन्सलाई कन्ट्रोल र कोअर्डिनेट गर्छ, इन्क्लुडिङ द ब्रेनलाई पनि जोडेर यसले चाहिँ हाम्रो सबै शरीरको अङ्गहरूको फङ्सन्सलाई कोअर्डिनेट गर्छ। नेक्स्ट चाहिँ हामी छौँ सेरिबेलम। सेरिबेलम भनेको चाहिँ हो यो वाला जुन यो ब्लू कलरमा देखिएको छ, यसलाई भन्छौँ हामीले सेरिबेलम। ठिक छ, यो सेरिबेलमलाई चाहिँ हामीले लिटिल ब्रेनको नामले पनि भनिन्छ, लिटिल ब्रेन। ठिक छ, अनि यो चाहिँ हाम्रो सेरिब्रमको तल र पोन्स भ्यारोलीको पछाडि हुन्छ। हेर्न सक्नुहुन्छ, सेरिब्रमको तल र पोन्स भ्यारोलीको पछाडि के हुन्छ? सेरिब्रम हुन्छ, सेरिब्रम। ल ठिक छ, अब यसको फङ्सन्सहरू चाहिँ के होला? यसले चाहिँ हाम्रो जुन मसल मुभमेन्ट हुन्छ त्यसलाई कोअर्डिनेट र कन्ट्रोल गर्छ, जस्तै हिँड्ने, डुगुर्ने अनि आँखा हातो यताउति हल्लाउने हुन्छ नि, हो त्यस्तो। अनि यसले चाहिँ हाम्रो अरू फिजिकल एक्टिभिटिजहरूलाई पनि के गर्छ? कन्ट्रोल र कोअर्डिनेट गर्छ। यसले चाहिँ हाम्रो बडीको जुन ब्यालेन्स र जुन पोस्चर हुन्छ त्यसलाई पनि मेन्टेन गर्ने काम यही सेरिब्रमको हो। यो छोटा प्याकेट बडा धमाका है साथीहरू। यो सानो हो तर काम चाहिँ खत्रै गर्छ है। अनि यसले चाहिँ इन्फर्मेसन पठाउन र रिसिभ गर्ने काम पनि गर्छ सेरिब्रमबाट। जुन यो माथिको टप अफ द हेड सेरिब्रम छ, यसबाट चाहिँ मेसेजहरू रिसिभ गर्ने अनि त्यसपछि इन्फर्मेसनहरू सेन्ड गर्ने काम चाहिँ केले गर्छ? सेरिबेलमले गर्छ। ल अब अर्को चाहिँ हामी छिम छ मिड ब्रेन। मिड ब्रेन भनेको चाहिँ यहाँ चाहिँ पेन्डिकल अफ मिड ब्रेन भन्ने छ, यसलाई चाहिँ हामीले मिड ब्रेनको नामले पनि चिनिन्छ है त। ल यो मिड ब्रेन चाहिँ जुन यो सेरिबेलम र पोन्स भ्यारोलीको बिचमा पर्छ। जस्तो देख्न सक्नुहुन्छ, यो भयो पोन्स भ्यारोली अनि यो जुन माथिको भाग छ यसलाई भन्छौँ हामीले सेरिबेलम। यो दुईटाको पार्टको बिचमा पर्छ हाम्रो मिड ब्रेन। ठिक छ, अब मिड ब्रेनको काम चाहिँ के होला त? यो चाहिँ नर्भ सेल र फाइबरहरूले मिलेर बनेको हुन्छ। यसको काम चाहिँ के हो भन्दा चाहिँ यसले चाहिँ एउटा पुलको काम गर्छ के। जस्तै इट वर्क एज अ ब्रिज फर ट्रान्समिटेड इन्फर्मेसन बिट्विन द सेरिब्रम एन्ड द स्पाइनल कोर्ड। यसले चाहिँ यो इन्फर्मेसनहरू पठाउन रिसिभ गर्नको लागि एउटा ब्रिजको काम गर्छ। सेरिब्रमदेखि स्पाइनल कर्डको बिचको भागमा पर्नु भएर यसले एउटा ब्रिजको पनि काम गर्छ है। इट रिसिभ इन्फर्मेसन फ्रम द स्पाइनल कर्ड एन्ड सेन्ड इन्टु द सेरिब्रम। यसले चाहिँ जुन स्पाइनल कर्ड हुन्छ त्यसबाट चाहिँ मेसेजेसहरू लिने गर्छ र सेरिब्रममा मेसेजेसहरू पठाउने गर्छ। अब नेक्स्ट हामी छिन्छ पोन्स भ्यारोली। यसलाई चाहिँ हामीले पोन्सको नामले पनि चिनिन्छ तर यसको पुरा नाम चाहिँ पोन्स भ्यारोली हो। यसले पनि एउटा ब्रिजकै काम गर्छ है। यसले चाहिँ मिड ब्रेनदेखि मेडुला अब्लाङ्गाटासम्म मेसेजेसहरू पठाउने ब्रिजको काम गर्छ। जस्तै हामीले यहाँ देख्न पनि सक्छौँ मिड ब्रेन भयो र यो मेडुला अब्लाङ्गाटा भयो, यसको बिचमा परेर यसले हामीले ब्रिजको काम गर्छ पनि भनेको है। यसमा चाहिँ हामीले लोजिक पनि मजाले लाउन सकिन्छ। यसले चाहिँ के गर्छ भन्दाखेरि जुन पोन्स भ्यारोली जुन हुन्छ त्यसले चाहिँ इन्फर्मेसन र कमान्ड ट्रान्समिट गर्छ के मेडुला अब्लाङ्गाटादेखि सेरिब्रमसम्म। ओके ठिक छ, अब मेडुला अब्लाङ्गाटा चाहिँ बटम मोस्ट पार्ट अफ द ब्रेन पनि हो है। द मेडुला अब्लाङ्गाटा इज बटम मोस्ट पार्ट अफ द ब्रेन। यो चाहिँ मेडुला अब्लाङ्गाटा भनेको हो यो तलको भाग है। अब हामी मेडुला अब्लाङ्गाटाको बारेमा पढ्दैछौँ। मेडुला अब्लाङ्गाटा के भन्छ? बटम पार्ट
बटम मोस्ट पार्ट अफ द ब्रेन पनि भनिन्छ है। इट कनेक्ट्स द ब्रेन टु द स्पाइनल कर्ड। यसले चाहिँ हाम्रो जुन दिमाग हुन्छ यसलाई चाहिँ स्पाइनल कर्डसित जोइन गराउने काम गर्छ है त। बुझ्नुभएको छ होला मैले भनेको कुरा। यो जुन मेडुला अब्लाङ्गाटा छ यसले चाहिँ जुन ब्रेन हुन्छ हाम्रो, यो ब्रेनलाई तल जुन स्पाइनल कर्ड हुन्छ है हाम्रो, यहाँ स्पाइनल कर्ड भनेको थाहा होला, जुन हाम्रो पछाडि ढिडको हड्डी हुन्छ नि, जुन ब्याकबोन्स हो, यसरी हुन्छ। त्यो तल अलि ठुलै हुन्छ, यहाँ ठाउँ नपुगेर मैले सानो बनाएँ, ठिक छ। त्योसित चाहिँ यो मेडुला अब्लाङ्गाटाले कनेक्ट गर्ने काम चाहिँ गर्छ है दिमागलाई स्पाइनल कर्डसँग। यसो यसो टाइपको हुन्छ, ठिक छ। अहिले चाहिँ यहाँ मेरो हल्का ड्रइङ खराब भएर हल्का यहाँ नराम्रो देखेको छ होला, केही छैन, ड्रइङमा ध्यान नदिनुहोस्। अब हजुरहरूले गुगलमा गएर स्पाइनल कर्ड ब्रेन भनेर सर्च गरेपछि इजिली थाहा पाइहाल्नुहुन्छ के हो त्यो भनेको। ल अब हामीले चाहिँ यहाँ टपिकमा नेक्स्ट हामी छ मेडुला अब्लाङ्गाटा। अब यसको चाहिँ काम के हो भन्दा चाहिँ यसले चाहिँ अब मैले अघि नै पनि भनिसकेँ, स्पाइनल कर्डलाई ब्रेनसित जोड्ने काम गर्छ। अब अर्को चाहिँ इट रेगुलेट एन्ड कन्ट्रोल सर्कुलेसन एन्ड रेस्पिरेसन। ओहो, यसले चाहिँ जुन सर्कुलेसन र रेस्पिरेसन हुन्छ त्यो चाहिँ रेगुलेट गर्ने काम के को हो, मेडुला अब्लाङ्गाटाको हो, ठिक छ। सुन्नुभयो यसको प्रोनाउन्सिएसन। ल यसले चाहिँ हाम्रो जुन सर्कुलेसन र रेस्पिरेसन हुन्छ त्यसलाई चाहिँ रेगुलेट र कन्ट्रोल गर्ने काम चाहिँ के को हुन्छ, मेडुला अब्लाङ्गाटाको हुन्छ। अब इट अल्सो रेगुलेट द रिफ्लेक्स एक्सन भनेको बुझ्नुभयो। यसले चाहिँ हाम्रो जुन अचानक हुन्छ नि जुन रिफ्लेक्स एक्सन हो त्यसलाई पनि हाम्रो के भन्छ कन्ट्रोल गर्छ है, रेगुलेट गर्छ है यो मेडुला अब्लाङ्गाटाले। फर इक्जाम्पल अब हजुर साइकल चलाउँदै हुन्छ अथवा हिँड्दै हुन्छ, अचानक किरा पर्यो आँखामा, सोच्नु त त्यो पललाई, हजुर हिँड्दै हुन्छ र अचानक आँखामा किरा पर्यो, अब हजुरले अचानक आँखा चिम्म गर्नुहुन्छ नि, हो त्यस्तै रिफ्लेक्स एक्सन चाहिँ त्यसलाई भन्छन् है। अब अरू यहाँ छ, जस्तै हजुरहरूले भाँडा हुन्छ चिया पकाउँदै हुन्छ होला, ग्यासमा चिया पकाउँदै हुन्छ र हजुरको हात झुक्किएर त्यहाँ भाँडामा छोइयो, तातो भाँडामा, अब हजुरले के हुन्छ, हात हटाइहाल्नुहुन्छ नि। अब त्यो जुन त्यति छिटो त्यहाँ हात छोइएर दिमागमा गएर आयो नि, हो त्यो सबै के भयो, हो यो मेडुला अब्लाङ्गाटाले गर्दा भयो। यसले चाहिँ जुन हाम्रो यो रिफ्लेक्स एक्सन हुन्छ यसले चाहिँ रेगुलेट गर्छ र जस्तै अनि अरू चाहिँ त्यस्तै भइ नै हाल्यो है। हामीले यो आफ्नो दैनिकी जीवनबाट पनि यसको थोरै बारेमा जान्न सक्छौँ। जस्तै अब मैले भर्खरै पनि भनिसकेँ, तातो भाँडामा हात राख्दाखेरि पोलेर अचानक हटाउँछौँ, अनि त्यसपछि साइकल चलाउँदा अथवा हिँड्दाखेरि आँखामा किरा पऱ्यो भने अचानक आँखा चिम्म गर्छौँ, हो त्यस्तो जुन अचानक हुन्छ नि जुन घटनाहरू हो त्यस्तोलाई चाहिँ रिफ्लेक्स एक्सन भन्छन् है। ल यो चाहिँ अब यो हाम्रो पाँचवटा मेन पार्ट्स अफ द ब्रेनको बारेमा। ल सुरुबाट मैले एकचोटि रिभाइज गरेँ। सुरुमा के छ, सेरिब्रम, त्यसपछि के आयो, सेरिबेलम, त्यसपछि के आयो, मिड ब्रेन कहाँ हुन्छ, यहाँ, त्यसपछि आयो पोन्स प्यारोली, अनि के आयो, मेडुला अब्लाङ्गाटा। ल यसको फङ्सनहरू चाहिँ मैले बताएँ। यदि केही नबुझेको छ भने कमेन्ट्स त गरिदिनुहोस् र कमेन्टसँगै भिडियोलाई के गर्नुहोस्, यसबाट के आउँछ, युट्युबमा याद भएन जस्तो छ है। ल सब्सक्राइब गरिदिन चाहिँ नबिर्सिनु होला है त। ल आज चाहिँ हामीले ब्रेनको मेन पार्ट्सको बारेमा जान्यौँ, त्यसको फङ्सन्सको बारेमा जान्यौँ र त्यो कहाँ हुन्छ त्यसको बारेमा पनि जान्यौँ, ठिक छ। सेरिब्रम हुन्छ माथि, सेरिबेलम हुन्छ यता, मिड ब्रेन हुन्छ यता, पोन्स प्यारोली हुन्छ यता र मेडुला अब्लाङ्गाटा हुन्छ यता। ल ठिक छ। यदि केही नबुझेको क्वेसन्सहरू छ अथवा केही नयाँ क्वेसन्सहरू सोध्न छ भने चाहिँ हजुरहरूले
कमेन्ट्स गरिदिन सक्नुहुन्छ र कमेन्टसँगै भिडियोलाई लाइक र सब्सक्राइब पनि गरिदिनुहोस् होला है। र यति भन्दै म यहाँबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। फेरि हेर्दै रहनु होला मेरो युट्युब च्यानल।